सानो पहाडी गाउँमा एक पुरानो घर थियो जहाँ 85 वर्षका हजुरबुवा रामकृष्ण र 80 वर्षकी हजुरआमा गोमा कुमारी बस्दै आउनुभएको थियो। उनीहरूका छोराछोरी सहरतिर बस्न थालेपछि त्यो घर चकमन्न जस्तै भएको थियो। तर त्यही घरको आँगनमा रहेको एउटा पुरानो पिपलको रुख जस्तै उनीहरू आफ्नो गाउँमा अडिग भएर बसेका थिए, शान्त, गहिरा र ज्ञानले भरिएका। गाउँकै एक युवक थियो आकाश, 22 वर्षको, होसियार र पढे लेखेको, तर मनमा गहिरो दुविधा थियो। उसले भन्यो, म विदेश जान चाहन्छु, तर के गाउँमै केही गर्न सकिँदैन र? म अलमल्ल छु। गाउँका धेरै युवाहरू सहर र विदेश गइसकेका थिए, तर आकाश केही फरक गर्न चाहन्थ्यो। एक दिन ऊ रामकृष्ण बुवाको घरमा सल्लाह माग्न पुग्यो। बुबा रामकृष्ण मुस्कुराउँदै भन्नुभयो, बाबु, म त पुरानो मान्छे, तर जीवनको 85 वसन्त हावाले खाली उडाएका होइनन्। तैँले गरिरहेको दुविधा मलाई तिमी जस्तै उमेरमा लाग्थ्यो। अनि अघि बढे। विदेश जानु नराम्रो होइन, तर फर्कन नपाइने बाटो रोज्नु भने ठुलो सोच विचार बिना नगर। सोच, तैँले गाउँमै केही सुरु गरिस् भने अर्को पुस्ताले तेरो बाटो पछ्याउँछन्। आमा गोमाले पनि थपिन्, बाबु, यहाँ खेत, माटो, पानी अनि तिमीसँग ज्ञान छ। समस्या के छ भने हामीले सधैँ अवसर टाढाको रोज्छौँ, नजिकको सम्भावना देख्दैनौँ। ती कुरा आकाशको हृदयमा गहिरो असर गर्यो। ऊ घर फर्कियो, रातभरि सोच्यो। अन्ततः गाउँमै रहेर जैविक तरकारी खेती गर्ने निर्णयमा पुग्यो। बुवा आमाले उसलाई आफ्नो पुरानो खेत पनि दिए प्रयोग गर्न। थोरै लगानीमा सुरु गरेको कामलाई उसले प्रविधिसँग जोड्यो। अनलाइन अर्डर, सामाजिक सञ्जाल मार्फत बिक्री र स्थानीय बिउको प्रवर्धन। केही वर्षमै आकाशको फार्म आकाश फार्म नामले चर्चित बन्यो। गाउँका अन्य युवकहरूले पनि उसलाई पछ्याउन थाले। गाउँमा काम गर्ने माहौल बन्दै गयो। जब पत्रकार आएर पत्रकारले उसलाई सोध्यो, तपाईको यो सफलताको श्रेय कसलाई दिनुहुन्छ? ऊ भावुक हुँदै भन्यो, मेरो घर नजिकैको बुवा रामकृष्ण र आमा गोमा कुमारीको सल्लाह बिना म आज केही हुने थिइनँ। उहाँको अनुभवले मेरो आँखा खोलेको हो। यो कथाले के शिक्षा दिन्छ भने ज्येष्ठ नागरिकहरू चल्न ढिलो हुन्छन्, तर उहाँहरूको पाइला ज्ञानले भरिएका हुन्छन्।